लो एन्ड व्हाट्सअप नयाँ नौलो के हुँदैछ तपाईँहरूकोतिर। मेरोतिर चाहिँ आज हिजोतिर पानी पऱ्यो हुनाले आजको मौसम पुरै के हुन्छ नि रोमान्टिक टाइपमा भइरहेछ। आज पुरै टाढो घाम छ, हावा पनि मजाको लगाइरहेछ होइन। अनि आजभोलि हरियाली चाहिँ हल्का नि बढी पनि भइसक्यो। अनि तर जे होस् आजको भ्यू चाहिँ बवाल छ कि बवाल। सर्ट लाएर सक्छु त फेरि यस्तो दामी वेदर गरिदिरहेछ के होइन। माथि हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन। अनि यतापट्टि हाम्रो राँगाहरूलाई चलाउने व्यवस्था पनि भइरहेको छ। अहिले म चाहिँ कहाँ जाँदा छु भन्छ भने म एकछिन घाम भएर एकैछिन बाहिर निस्किया हो। यस्तो कडा खालको छ क्या त्यो आँपहरू। आँप लिची सिची सब फल्ने सिजनै यही हो होइन। यस्तो ब्युटिफुल वेदर गरिरहेको छ नि। ब्युटिफुल वेदर चलिरहेको छ नि। अनि अझै मैले हातमा चाहिँ फुल छ, फुलको कता फाल्दा राखेँ अग्ला लिची। तर एउटा पनि पाकेको छैन है, पाक्न त एउटा पनि पाकेको छैन होइन। जे होस् लिची चाहिँ छ हामीसित होइन, लिचीको व्यवस्था पनि छ तर पाकेको छैन कि। यो पहिला कहिले असारमा साउनतिर पाक्ला जस्तो छ कि हेर न म देखाइदिन्छु एउटा बाबुले। लिची हो कि नै? अब लिची होइन मात्रै भन न, मजाको छ क्या लिची। है तेरिका यार टाइट। म त कहाँ पानी आयो भन्छु यार, मोटर खुल्या थियो र पानी भर्यो टाइट सिधै देखाउँदै पानी परेर है तेरिका। है तेरिका साइलेरी मै भने जस्तो भइगयो टाइट। यस्तो मजाले देखाइरहेको थियो यार लिची जस्तो यहाँ पानी हेर, यहाँ माथिबाट पानी खसेको छ के हेर। मलाई कसम कसम फाल्दै भनेको थिएँ र यो हेर क्या यो लिचीहरू अग्ला पाकेकै छैन है गाईहरू। पुरै पाके बाँच्छ म खाइहाल्छु नि यहाँ। एउटा मिठो पनि छैन हेर्न सक्नुहुन्छ। अनि हात हेर, मेरो रगत होइन नि फेरि मख्यालाई रगत आयो भनेर यस्ता चाहिँ होइन। रगत होइन यो त्यो त्यसैको त्यो कुहिया हुन्छ नि त्यसको त्यो हो होइन। त्यही त हो कि यो फोड्न सक्नुपर्छ। अनि आँपको पनि सिजन चलिरहेको छ होइन। कता कता हुनुहुन्छ आँप पनि फल्ने बेला हुन त अब आएको छ। सबै छ कि यार गाउँतिरको घरमा होइन। के हुन्न र आज पनि सहरतिर बस्ने मान्छेलाई मात्रै होला नहुने भने होइन। हुने भनेको त नि हेर त कहाँको थियो र एउटै छ कि यी पाक्या छ बट यो लिची पाक्यो या तेरिका टाइट। अब पुरै पानीले भिजाउँछ बा क्या समस्या छ यार फाल्दिनु पर्ने। अनि यतापट्टि हाम्रा के हो यो मेरो कालो हराम ज्यादा बोका यहाँ हो छ है। कालु ए कालु आँप पनि खान्छ। आँप धेरै खानु भने हुन्न है केटाकेटी, तिमीले जस्तै खान्छौ यार होइन। तर नखाऊ यार, म त सिधै नखाऊ भन्छु किनभने यसले पेट लास दुखाउँछ हेर। र तिमीले पचाउन सक्छौ होला, मैले पनि पचाउन त सक्छु है तर धेरै जस्तो नखाऊ किनभने यो खाँदाखेरि तिमीलाई रमाइलो त हुन्छ होइन। तर धेरै चाहिँ नखाऊ है किनभने पेट दुख्न सक्छ, हैजा लाग्यो भने ढाड हाल्न सक्छ। अनि हामी मसित चाहिँ एउटा मिठो आँप पनि छ। त्यो मिठो आँप पनि कस्तो खालकोमा छ भन्दाखेरि यस्तो ठाउँमा छ क्या उयो यहाँनिर हामीसित के छ भन्दाखेरि गाउँतिर के हुन्छ भन्दाखेरि हामीसित एउटा कटर भन्छ नि, त्यो पेन्सिलवाला कटर नै के यो वाला कटर खान्छ त मान्छेले उयो
यो वाला कटर कटर के कटर के भन्छ नि यसको इङ्ग्लिस नेम थाहा भएन यार मलाई होइन कटरै के भन्छ यार यसलाई होइन यसको इङ्ग्लिस नेम थाहा भएन तर यसलाई चाहिँ पाकेपछि लास्ट मिठो हुन्छ होइन अनि पकाएर पनि खान मिल्यो यताउति खान मिल्यो होइन कटरको तरकारी भन्छ क्या मासु जस्तै हुन्छ कि सेम टु सेम त हुन्छ तर मानौँ होइन सेम त सेमै हो होइन मासु जस्तै हुन्छ सेम कटर पनि हुन त कटर पनि मासु जस्तै हुन्छ तर चाहिँ रुख यही हो यो चाहिँ हाम्रो ठ्याक्कै पानीनेर छ होइन यहाँनिर चाहिँ हाम्रो यो छ क्या के भन्छौ भन्दाखेरि टक लाएर यी मिठो आँप हो कि तितो आँप पऱ्यो कुन्नी मिठै आँप पऱ्यो होला ए भगवान् पुरै त्यतिक्कै भयो अनि यही हो हाम्रो चाहिँ होइन किनभने यो यहाँनिर छ यो पानी पनि यसैमा पर्छ अनि यतापट्टि यो मिठो आँप भन्छ क्या अनि यही हो क्या यसको मिठो आँपको यो आँप पनि हल्का यसलाई हेरौँ कस्तो हुन्छ देखाउनेवाला छु यसलाई काटेर हेरौँ होइन कस्तो हुनेवाला छ काटौँ अनि छिलौँ पहिला छिल्छु अनि त्यसपछि काट्छु अनि देखाउँछु है कस्तो हुँदैछ खाना त पाएन होला केटाकेटीहरू त्यही पनि केही छैन गाउँको घर हुनुको फाइदा पनि छ बेफाइदा पनि छ धेरै चाहिँ हुन्छ है बेफाइदै छ होला सायद धेरै जस्तो फाइदा पनि छ बेफाइदा पनि छ यहाँ चाहिँ हामीले अर्ग्यानिक खान पाउँछौँ बजारतिर पनि अर्ग्यानिक नै होला होइन कोहीले आफ्नै त्यो बनाएर आफै मोल सञ्चालन गरेर गर्न सक्नुहुन्छ होला धेरै जस्ताले होइन अनि म यहाँ परालमा पनि चढेँ हुँ परालमा पनि चढ्नेवाला छु सक्ला अझै म परालमा चढ्ने कोसिस गर्छु यार यत्रो छ यार पराल अनि त्यहाँनिर माथि आँप छ यहाँनिर पराल छ चढ्नुपर्ने हुन्छ एकटा तरिका सकेन साइड पहिलो लटमा त सकेन होइन सिधै म माथि चढेर देखाउँछु ल किनभने स्ट्रगल नहेर न यहाँ सिधै चढेर देखाउँछु ल चाहिँ अहिले यहाँ माथि आइसकेको छु परालको माथि हेर फुलै फुलको बगैँचामा भन्ने गीत छ अहिले आँपको बगैँचामा मै छु रुख पनि अगाडि छ त्यो लगाएर यो चाहिँ भदौरे आँप भन्छ कि 7वटा रुख चाहिँ मजाले छ त्यो फिक्सली खान हुन्छ है केटा यस्तो खाँदाखेरि पनि हुन्छ तिमीले नखाने पनि नखान केही होइन है तर खाँदैमा के खान्छ र ल गाइजहरू त्यो आँप काटेर देखाउँछु अनि भ्लगलाई एन्ड हान्नुपर्ने हुन्छ होइन कति लङ भ्लग बनाउने हो र धेरैलाई चाहिँ लास्टै नै लङ हुन लागिसक्यो भ्लग सिधै गरेर त्यो काटेर तपाईँलाई म देखाउँछु कस्तो हुँदैछ होइन मिठो आँप पऱ्यो कि तितो आँप पऱ्यो त्यो चाहिँ तपाईँहरूले कमेन्ट गर्नु होला गाइजहरू ल लाग्यो है म आँप चाहिँ कुहिएको पऱ्यो गाइजहरू न मिठो न तितो भने जस्तै भयो यार अहिले मेरो यो आँप ल्याएँ मैले त्यत्तिकै भएन कुहिया पऱ्यो यार टाइट फाल्नु काम छैन अब ल गाइजहरू थ्याङ्क यू फर वाचिङ दिस भिडियो सबैजनालाई थ्याङ्क यू फर वाचिङ द एन्डसम्म सबैजनाले हेर्नुमा होला ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई गाइजहरू ल लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला ल गाइजहरू भेटिन्छु तपाईँलाई अर्को नयाँ ब्लगभित्र होइन